माफीमा सानो एउटा औपचारिक कार्यक्रम जोड्न चाहन्छु। त्यसपछि लगत्तै हामी चाहिँ नाचगान र मनोरञ्जन कार्यक्रम सुचारू गर्नेछौँ, नियन्त्रणमा गर्नेछौँ। यस कार्यक्रममा पञ्चबाजा समूहको आयोजना तथा टिएफसीको व्यवस्थापन भएको धार्मिक कार्यक्रममा उपस्थित हुने सम्पूर्णमा हृदयदेखि आभार व्यक्त गर्दै एउटा सानो छोटो मात्रै तपाईँहरूको धेरै चाहिँ समय लिन चाहन्नौँ। छोटो समय लिएर एउटा सानो औपचारिक जस्तो कार्यक्रम गरेपछि तपाईँहरूलाई नाचगान र खानपिनको कार्यक्रम पनि निरन्तरता रहने जानकारी गराउनेछु। म लगत्तै कार्यक्रम सुरु गर्न चाहन्छु। हाम्रो कारखोला समाज पञ्चबाजा समूहको आयोजना र टिएफसीको व्यवस्थापन हुँदै गर्दा हाम्रो समाजभित्रको एउटा हाम्रो कार्य समिति जस्तो एउटा उपसमिति भएको कारणले यस सानो औपचारिक भित्रको अनौपचारिक कार्यक्रममा कारखोला समाज जापानका अध्यक्ष आदरणीय श्री दिलबहादुर पौडेल विष्णुजीलाई कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आदरणीय दिलबहादुर पौडेल विष्णुज्यू र खादा लगाइदिनु हुन कारखोला पञ्चबाजा समूहको अध्यक्ष पनि हुनुहुन्छ आदरणीय रामु थापाजीले खादा लगाइदिनु हुन हार्दिक अनुरोध गर्दछु हाम्रो अध्यक्षज्यूलाई। त्यसै गरी कारखोला समाज जापानका समाजका संरक्षक आदरणीय नरबहादुर थापाज्यूलाई पनि यस मञ्चमा आमन्त्रण गर्न चाहन्छु। त्यसै गरी हाम्रो कार्यक्रममा विभिन्न संस्थाबाट पाल्नु हुने व्यक्तित्वहरू पनि हुनुहुन्छ, उहाँले पनि यस कार्यक्रममा आइदिनु हुन हार्दिक निमन्त्रणा गर्दै जापानका पूर्व अध्यक्ष श्री नवीन नेउरेज्यूलाई पनि हाम्रो कार्यक्रममा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्न चाहे। निवर्तमान अध्यक्ष श्री नवीन नेउरेज्यू। त्यसै गरी गौगौ समाज जापानका उपाध्यक्ष श्री ढिला गौडेज्यू, त्यसै गरी गौगौ समाज जापानका उपाध्यक्ष दिलराम निउरेज्यू, त्यसै गरी गौगौ समाज जापानका उपाध्यक्ष दिलबहादुर थापा रामुज्यू, त्यसै गरी प्रकाश निउरेज्यू, चेतराम गौडेज्यू सम्पूर्णलाई यस हाम्रो कार्यक्रममा उपस्थित भइदिनु हार्दिक निमन्त्रणा गर्दछु। त्यसैले हाम्रो कार्यक्रममा एकजना जापानिज पनि उपस्थित हुनु भएको छ र हाम्रो कारखोला समाज जापानका वरिष्ठ व्यक्तित्व रतन थापा र तेज राणाज्यूलाई पनि यस कार्यक्रममा उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछु। यहाँ सम्पूर्ण हार्दिक धन्यवाद स्वागत गर्न चाहन्छु। हाम्रो त्यसै गरी हाम्रो यस कार्यक्रमको शोभा बढाइदिनु हुन नेपालदेखि पाल्नु भएका आदरणीय राष्ट्रिय कलाकार रवि कार्कीज्यूलाई पनि हार्दिक निमन्त्रणा गर्दछु। त्यसै गरी सूर्य खड्काज्यू, त्यसै गरी दीपक कौडेलज्यू र हाम्रो अनिश दवाडीज्यू पनि उपस्थित हुनुभएको छ, उहाँलाई पनि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। र यस हाम्रो कार्यक्रममा विभिन्न सङ्घ संस्थाबाट पनि पाल्नु हुनुभएको छ, विभिन्न संस्थाबाट पनि पाल्नु भएको छ, विभिन्न व्यक्तित्वहरू उपस्थित हुनुभएको छ। हामी असाध्यै गौरवान्वित छौँ। र त्यसै गरी कलाकार सँगसँगै हाम्रो ताराखोलाका कलाकार आदरणीय रमेश पाण्डे सबिज्यूलाई पनि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्न चाहे। र पत्रकारको तर्फदेखि आदरणीय दीपक गौतमज्यूलाई पनि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्न चाहे। र हाम्रो अनि त्यसै गरी हाम्रो युट्युबबाट पनि प्रसार गरिरहनु भएको नरबहादुर घरज्यूलाई पनि निमन्त्रण गर्न चाहे। र यसो गर्दै गर्दा हाम्रो विभिन्न व्यक्तित्वहरू पाल्दै हुनुहुन्छ, आउँदै हुनुहुन्छ, जाँदै हुनुहुन्छ। हाम्रो अनि विभिन्न व्यक्तिहरूको नाम उच्चारण गर्ने क्रममा शिक्षा क्षेत्रमा लामो योगदान दिनुभएको हाम्रो ताराखोला समाज जापानको सल्लाहकार श्री गणेश चोखालज्यूलाई पनि यहाँ देखिरहेको छु, उहाँलाई पनि उपस्थित भइदिनु हार्दिक निमन्त्रण गर्न चाहे। र त्यसै गर्दै विभिन्न व्यक्तित्वहरू हुनुहुन्छ, उपस्थित भइदिनु भएको छ, कार्यक्रमको शोभा बढाइदिनु भएको छ। यहाँलाई हार्दिक आभार दिँदै यो कार्यक्रम लामो नगराइदिनु, यो बिचमा थोरै मैले चाहिँ
रोके। यसको लागि क्षमा माग्दै ताराखोला समाज जापानका संरक्षक आदरणीय नरबहादुर थापाज्यूबाट यस हाम्रो कार्यक्रमको उपस्थित भइदिनु सम्पूर्ण व्यक्तिहरूको लागि स्वागत मन्तव्य राखिदिनु हुन आदरणीय नरबहादुर थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू कार्यक्रम सञ्चालकज्यू। अब कहिले थापा कहिले गैरी कहिले निहुरी हुँदाहुँदै म कहाँ पुग्ने भन्ने टेन्सन लागिरहेको छ। तथापि ठिक छ, म जहाँ छु त्यहीँ छु, तपाईँहरूले जहाँ राख्दिनुहुन्छ म त्यहीँ सही छु। हामी खड्कामा पनि हामी जान सक्छौँ। 4 जात 36 वर्णका फुलबारीबाट उत्पादन भएका हामी नेपाली दाजुभाइहरू, त्यसमा केही चिन्ता छैन। सबैमा धन्यवाद दिँदै यस सभाका आदरणीय सभा अध्यक्षज्यू, यस हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुभएका विशिष्ट अतिथि, इनर जापानका निवर्तमान अध्यक्ष तथा हामी गलकोटे तथा ताराखोलेवासीका सबैका एउटा मुटु मन दिल जहाँ पनि भनी पस्न सफल हुनुभएका मेरो भान्जा नवीन न्युरेज्यू लगायत सम्पूर्ण सङ्घ संस्थाबाट उपस्थित हुनुभएका साथीहरू, भाइहरू, पत्रकार मित्रहरू, नेपालदेखि पाल्नुभएका कलाकार भाइ लगायत जापानमा बसेर पनि हामी नेपालीहरूको पहिचान बनाउन सफल हुनुभएका कलाकार भाइ बहिनीहरू लगायत सम्पूर्ण उपस्थित हुनुभएका ताराखोलावासी लगायत गैर ताराखोलावासी सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छु। आजको हाम्रो यो सानो एउटा वनभोज तथा बारबेक्यू कार्यक्रममा उपस्थित भएर यति धेरै तपाईँहरूको शोभा आउने छ भन्ने हामीले अपेक्षा गरेका थिएनौँ, तर उपस्थित भएर हाम्रो यो शोभा बढाइदिनु भएको छ। तपाईँहरू सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि तपाईँहरूको साथ सपोर्ट पाउनेछौँ भन्ने पनि हामी अपेक्षा गर्दै यो समय धेरै नबोलिकन आज यो मनोरञ्जन गर्ने एउटा जमघट छ। कलाकार भाइ बहिनीहरू पनि उपस्थित हुनुभएको छ। नौमन्ती पन्ची बाजाका भाइहरू बिहानैदेखि खटिनु भएको छ। पक्कै पनि हामी यहाँ रमाइलो गर्नेछौँ भन्दै यस व्यवस्थापनमा खटिनुभएका सम्पूर्ण भाइहरूलाई हृदयदेखि धन्यवाद दिँदै म पनि बिदा हुन चाहन्छु। हस्, धन्यवाद, नमस्कार। धन्यवाद आदरणीय संरक्षकज्यू नरबहादुर थापाज्यूलाई। त्यसै गरी कार्यक्रममा लामो नभइकन छटपट गरी सबैले मनोरञ्जन गर्ने गरी कार्यक्रम सुरुवात अथवा सुचारू गर्ने अनुमति माग्दछु। यसै सिलसिलामा विभिन्न सङ्घ संस्थाको प्रतिनिधित्व गर्दै एनआरए जापानका पूर्व अध्यक्ष निवर्तमान अध्यक्ष आदरणीय नवीन न्युरेज्यूलाई सानो मन्तव्य राखिदिन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। सर्वप्रथम ताराखोला समाज जापान तथा ताराखोला बाजा समूहलाई विशेष धन्यवाद दिन चाहन्छु। आज यो माहौल चाहिँ एक आपसमा चिनजान भेटघाट, कतिजनालाई चाहिँ देखिरहेको हुन्छ, चिनिरहेको हुँदैन, बोलचाल भएको हुँदैन। यो माहौलले चाहिँ एक आपसमा एउटा आत्मीयता बढाएको चाहिँ मैले महसुस गरेको छु। त्यसको लागि पनि म विशेष ताराखोला समाज जापान र यसको यो जुन समायोजन गर्नुहुने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। सबैजना रमाइलो गर्न आउनु भएको छ। सबैजनाले रमाइलो गर्नुहोस्, खाइपिए गरौँ, रमाइलो गरौँ, त्यही नै हो। फेरि पनि आउँदो दिनमा पनि यस्ता खालका कार्यक्रमहरू चाहिँ गर्दै जानेछ। पछिल्लो समय ताराखोला समाज जापान एक्टिभली सामाजिक कार्यहरूमा रमाइलोमा मात्र नभएर दुःख सुखमा पनि साथ दिँदै आएको छ। आगामी दिनमा पनि यसरी नै अगाडि बढ्नुहुनेछ भन्ने अपेक्षा राख्दै सहकार्य गर्दै अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। धन्यवाद। जय ताराखोला। धन्यवाद आदरणीय नवीन न्युरेज्यूलाई। त्यसै गरी यो हाम्रो बारबेक्यू कार्यक्रमलाई अहोरात्र खटी विभिन्न प्रक्रिया अथवा चाहिँ त्यो खालको सिलसिलाबाट मिलाउनु हुने आदरणीय श्री थमन कणेलज्यूलाई हाम्रो अध्यक्ष र संरक्षकज्यूले खादा लगाई सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आदरणीय थमन कणेलज्यू, आज उहाँको ठुलो मेहनतले
ठुलो परिश्रमले यो कार्यक्रम सफल पनि भएको छ। उहाँको ठुलो लगाव छ, मेहनत छ, यो निरन्तर रहिरहोस् भन्ने चाहना पनि राख्दै साथै मैले चाहिँ अनिस दवाडीज्यू र राम बोहराज्यूलाई मैले देखिरहेको छु। कृपया यसो हाम्रो यो सानो मनसम्म पाल्ने तपाईँले यो खाना ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु आदरणीय अनिस दवाडीज्यू र राम बोहराज्यू। फेरि मैले यसो पढाइहरूसँगै नियमित रूपमा हाल्न पाएन क्या। त्यसै गरी अब यो कार्यक्रमलाई नलम्बाइकन छोटकरीमा सक्ने सिलसिलामा समग्र रूपमा जति समेट्न सकियो कति समेट्न सकिएन यो सम्पूर्ण कुराहरूलाई तपाईँले मनन गरिदिनु हुनेछ, बुझिदिनु हुनेछ। खासमा यो भाषण गर्ने लामो चाहिँ कुरा गर्नुभन्दा पनि रमाइलो र मनोरञ्जन कार्यक्रम भएको हुँदा विभिन्न व्यक्तित्वको उपस्थिति हुँदै गर्दा यसो सम्मान मात्र अथवा सम्झौँ भन्ने मात्र हिसाबबाट यो कार्यक्रम अगाडि बढाइएको थियो। अनि त्यसै गरी यो हाम्रो कार्यक्रममा नेपालबाट पाल्नुभएका कलाकार आदरणीय रवि कार्कीज्यू हुनुहुन्छ र जापानमै रहनुभएका अनिस दवाडीज्यू हुनुहुन्छ। उहाँहरूले पनि आफ्नो प्रस्तुति दिनुहुनेछ, आकर्षक प्रस्तुति दिनुहुन्छ, तपाईँ हामीलाई सबैले मनोरञ्जन दिनुहुनेछ भन्दै आजको यस कार्यक्रमको समापन गरिदिनु हुन यस तारखोला यस कार्यक्रमको औपचारिक कार्यक्रमको समापन गरिदिनु हुन आदरणीय तारखोला समाज जापानका अध्यक्ष श्री दिलबहादुर कणेल विष्णुज्यूलाई हार्दिक अनुरोध गर्दै म पनि बिदा हुन्छु। हस्त नमस्कार, जय तारखोला। आज यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू सबैलाई सादर नमस्कार। हाम्रो यस कार्यक्रममा पाल्नुभयो, शोभा बढाइदिनु भयो, यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ। यस्ता खालका कार्यक्रमले हाम्रो आत्मीयता, भाइचारा र सद्भाव बढ्ने गरेको हुँदाखेरि निकै महत्त्वपूर्ण हुने गर्छ, हेर्दा सामान्य लागे पनि। र यो कार्यक्रम व्यवस्थापनमा खटिरहनुभएका सम्पूर्ण साथीहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। आज विशेष नाचगान र खानपिनको कार्यक्रम भएको भएर सबैले भरपुर इन्जोय गर्नुहोला भन्न चाहन्छु। अनि साथमा खानपिन गरेर अलिकति अनुशासनको पनि ख्याल गरिदिनु हुनेछ भन्ने आग्रह गर्न चाहन्छु भन्दै आजको कार्यक्रम समापन भएको घोषणा गर्छु। धन्यवाद। यसै क्रममा म नेपालबाट जापानको भ्रमणमा पाल्नुभएका व्यक्तित्वहरू हुनुहुन्छ, उहाँलाई सानो हाम्रो समाजको तर्फबाट अभिवादन हो यहाँ सम्मान ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। उहाँ हुनुहुन्छ आदरणीय टिकाराम सापकोटा। उहाँ पनि तारखोला निवासी हुनुहुन्छ र सुनकली सापकोटा तारखोला 5बाट जापान भ्रमणको सिलसिलामा पाल्नु भएको हुँदा यस कार्यक्रममा उहाँहरूलाई पनि स्वागत गर्न चाहे। हस्त र अन्य कोही त्यस्तो व्यक्तित्वहरू हुनुहुन्छ भने पनि यसो जानकारी गराइदिनु होला र हामी क्रमशः जोड्नेछौँ। र अबको कार्यक्रम भनेको हाम्रो पञ्चबाजा र सांस्कृतिक कार्यक्रमप्रति जोड्न आग्रह गर्दै म पनि बिदा हुन्छु। हस्त, धन्यवाद।